हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ दशैंको पूर्णिमा र आजदेखि दशैं पनि सकियो। त्यही कारण आज आमा र मैले सेलरोटी बनायौं। मलाई चाहिँ सेलरोटी बनाउन चाहिँ एकदमै धेरै सिक्न मन थियो। त्यही कारण मैले पिठो बनाउने तरिका आमालाई सिकाइ मागे र लगभग सबै काम चाहिँ मैले आफै नै गरे। हामीले चाहिँ चामल थोरै भिजाएका थियौं, त्यही कारण चाहिँ मैले मिक्सरमै पिठो बनाए र पिठो चाहिँ धेरै पातलो पनि बनाउनु हुँदैन। अलिअलि काँडा भएकै पिठोको चाहिँ एकदमै धेरै राम्रो रोटी बन्छ। मैले चाहिँ मिक्सीमा नै सबै ब्याटर बनाइसके र आमाले चाहिँ यता खीर पनि बनाउँदै हुनुहुन्थ्यो र मैले चाहिँ भिजाएको मेथी, पानजिरा र ल्वाङलाई चाहिँ मिक्स गरे र मैले नरिवल पनि कोरे। नरिवल चाहिँ रोटीमा हाल्दा एकदमै धेरै मिठो हुन्छ र मैले आमाले बनाएको खीर खाएँ र खीर चाहिँ एकदमै धेरै मिठो भएको थियो र मैले पिठो पनि मिक्स गरेर राखिदिइसकेको थिएँ अनि पानी खाँदै बाहिरको भ्यू हेर्दै बसेको थिएँ र भ्यू चाहिँ यस्तो राम्रो छ, म हजुरलाई पनि देखाउँछु। र यो चाहिँ पाँचथर जिल्लाको मेलबोटे हो र यहाँबाट देखिने भ्यू एकदमै धेरै राम्रो छ र मैले अहिले जुम गरेको ठाउँ चाहिँ यासोक बजार हो र मैले चिया बनाएँ अनि चिया खाँदै बाहिरको भ्यू हेर्दै बसेँ र हामीले चाहिँ पिठो लगभग 3 घण्टा राख्यौं अनि रोटी बनाउन चाहिँ थाल्यौं र यो पिठोमा अघि मिक्स गरेको मेथीहरू अनि नरिवल, चिनीहरू चाहिँ राखेर चाहिँ ब्याटर बनाएको थियो र आमाले चाहिँ 1-2 वटा रोटी बनाइसो अनि मैले आफै बनाउँछु भनेर चाहिँ मैले चाहिँ बनाउन थाले। सुरुको 1-2 वटा चाहिँ हात नबसेको कारणले अलि बाङ्गो टेढो भएको थियो र मेरो हात बसिसकेपछि चाहिँ मैले एकदमै धेरै राम्रो रोटी बनाउन थाले र मलाई रोटी बनाउने जाँगर पनि चल्यो। मैले रोटी घिउ र तेल मिक्स गरेर बनाएको थिएँ र मैले त्यो प्लेटमा भएको सबै रोटी चाहिँ आफै बनाएको थिएँ र राम्रो राम्रो रोटी म देखाउँदै पनि छु। मलाई चाहिँ खाना बनाउन नयाँ नयाँ रेसिपीहरू चाहिँ सिक्न एकदमै धेरै जाँगर चल्छ र सेलरोटी बनाउने चाहिँ मेरो एउटा विश लिस्ट पनि थियो र त्यो चाहिँ मैले आज पुरा गरेको छु र म एकदमै धेरै खुसी छु। म चाहिँ त्यहाँ भिडियो बनाउँदै रोटी बनाउँदैछु भन्ने चाहिँ आमालाई थाहा रहेन रहेछ अनि आमाले चाहिँ त्यो प्लेट सार्दिँदै होइसिन्थ्यो र मैले चाहिँ त्यहाँ भिडियो बन्दैछ भन्दाखेरि चाहिँ आमा हाँस्दै होइसिन्थ्यो र उहाँ चाहिँ मेरो मामुको हजुरआमा र मेरो जिजु आमा हो र आमा चाहिँ सबैजनाको एकदमै धेरै प्यारी हो, स्पेसली माइन। र लगभग मैले चाहिँ सबै रोटी बनाइसकेको थिएँ र यो चाहिँ मेरो लास्ट रोटी थियो अनि मैले सबै रोटी बनाइसके। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाइ बाइ।